हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म आज धेरै पछाडि फेरि मिनी ब्लग बनाउन गइरहेको छु। यो ट्राउट भिलेज रिसोर्टमा हामी चाहिँ माछा खान गएको। हेलो एभ्रिवान, आज हामी ट्राउट खान आएको क्या। 3 वर्ष अगाडि पनि ठ्याक्कै यहाँ आएको थियो ट्राउट खान। कता कता खायौँ तर यहाँको टेस्ट क्या बिर्सिनै नसकेको हामीले। कस्तो मिठो के। हामी चाहिँ ठ्याक्कै ट्राउट भिलेज रिसोर्ट आइपुग्यौँ। सबजना माछा मानेका छन्, म चाहिँ यहाँ बसिरहेको छु। 3 वर्ष पछाडि फेरि यही ठाउँमा आइपुग्यो माछा खानलाई। देखाउँछु है। चिसो पानीमा माछा खेलिरहेछन्। यो माछा खानलाई चाहिँ ठ्याक्कै साँखुबाट उकालो चढेर आफ्नै गाडीमा 2 घन्टा लाग्छ हौ माथि पुग्नलाई। चिसो ठाउँमा हेर्नु न। अनि मलाई चाहिँ सहरको भिडभाड यान त्यान भन्दा त्यहाँ कति आनन्द क्या। कस्तो ठुलो छ फार्म पनि। अनि खानाहरू पनि कस्तो सस्तो छ क्या। ट्राउट पनि जम्मा 1800 रुपियाँ किलो। बनाइवरी पकाएर दिने केजीको त्यति पर्यो। हामी फिसिङ गर्न थाल्यौँ। ठुलो ठुलो निकाल्नु है। ठुलो छ त ठुलो आफै फिसिङ गरेर खानुको मजा नै अर्को छ क्या। त्यो सहरको भिडभाड यान त्यानमा त त्यो गाउँमा जाने बाटो पनि ठिकै छ, त्यस्तो गाह्रो छैन। अहिले त झन् सबै पिच आधी उधी पिच जस्तो बनाइसकेको रहेछ। ठाउँ ठाउँ मात्र अप्ठ्यारो थियो। कस्तो आनन्द आएको। माछा हेर्दा हेर्दै अघि हामीले जोखेको माछा चाहिँ पकाएर रेडी पारेर हामीलाई चाहिँ बोलाउन आउनुभयो। त्यहाँपछि हामी फ्राई गर्न लगाएको थियौँ सुरुमा। अनि फ्राई माछा खान थाल्यौँ। वाउ, टिमुरको छोप हालेको टमाटर र अकबरे खोर्सानी पिसेको चटनीसँग माछा खानुको स्वादै फरक। फिस खान 1 घन्टा 1 घन्टा 2 घन्टा कति बज्यो? 12 बजेर 10 बजे 2 घन्टा। ट्राउटको मलाई ठुलो मामी छुट्ला। म यहाँ ठुलो मान्छे यहाँ छु भने छुट्ला मलाई पनि ठुलो मान्छे। मलाई अहिले खाँदैन कि छोडिदिनु खाँदैन कि अहिले भनेमा हामीले नि खाना पनि ट्राउटको ग्रेभी बनाएको थियो। अनि त्यो ग्रेभीसँग खानासाना खाएर यति राम्रो हरियाली र गाउँ छोड्दै छोड्दै सहरको भिडभाडतिर लाग्यौँ। बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा। ह्याभ अ गुड डे।